हेलो वेलकम बैक टू माई यूट्यूब च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यस्तो हेर्नु न, पानी आइरहेको छ। म चाहिँ यस्तो हिँडिरहेको छु क्या गाइस। यस्तो पछाडि बाटो छ, म चाहिँ यस्तो मस्त हिँडिरहेको छु। कहिलेकाहीँ यात्रा हिँडेर पनि यात्रा गर्नुपर्छ भनेर। धेरै दूर त छैन, म चाहिँ नजिक नजिक जाँदैछु। यस्तो पानीमा पनि मलाई चाहिँ बाइक लिएर आउनुभन्दा अलिकति पानीमा हिँड्न मन लाग्यो। त्यो मस्त हिँडिरहेको छु। पछाडि यहाँ पुरा गाडी छन्। म चाहिँ आजको यात्रा हिँडेर यात्रा गर्नुपर्छ भन्ने भएर म चाहिँ हिँडिरहेको छु गाइस। म चाहिँ नो एडिट ऐसै हाल्न छु। भिडियोलाई सेयर गर्नु होला। तपाईँ पनि हिँड्न चाहनुहुन्छ भने हेर्नु। म यहाँ पैदल यात्रा हिँडिरहेको छु। यस्तो पैदल यात्रा हिँडिरहेको छु। तपाईँलाई म यो बाटो हिँड्ने ठाउँको पनि यात्रा देखाउँछु। यो बिल्डिङ, यो छ यात्रा। यस्तो भएर म चाहिँ हिँड्न लाग्छु। सबैजना म कहिलेकाहीँ सधैँ म बाइकमा हिँड्छु, तर आज कहिले म कारमा हिँड्छु, कहिले म बाइकमा हिँड्छु, कहिलेकाहीँ म केमा हिँड्छु। तर म आज अलिकति फरक हिँडेर यात्रा गरिरहेको छु। तपाईँ हेर्नुहोस् न, मैले धेरै त नै 1 किलोमिटर हिँडेछु, तर पनि धेरै थाक लागिसकेको छ। अझ पनि म हिँड्दैछु। धेरै त नै 2 किलोमिटर या 2 किलोमिटरभन्दा बढी हिँड्न सकिनेवाला छैन। यस्तो म हिँडिरहेको छु कि यस्तो टाउको पनि दुखिरहेको थियो, पानी पनि आइरहेछ। त्यही भएर आज यसो हिँड्नुपर्छ भनेको। यस्तो खुट्टा दुखिरहेछ गाइस। यो सधैँ बाइकमा यात्रा गर्ने, आज चाहिँ यस्तो हिँडौँ भनेको। हिँड्दाखेरि चाहिँ यस्तो हुने रहेछ, पुरै थाक लागे जस्तो भइरहेछ। अनि पुरै खुट्टा दुखिरहेछन्। अच्छा, मैले एकजनालाई फोन गरेको छु, घुम्न जाऊँ आऊ बाइक लिएर भनेर। मैले चाहिँ आज बाइक ननिकालेर आएको, हिँडेर आएको। आज हिँडेर जाऊँ त कस्तो रहेछ भनेको, तर यस्तो खुट्टा दुखिरहेको छ गाइस। छैन हेर्नुहोस् पुरा। हो अहिले चाहिँ अब एङ्गल छैन हामीसँग, यस्तो गाडी छ। म पुरा भिडियो हिँड्छु अब है। आज कतिको हिँड्ने सबै तपाईँहरूलाई यो रोड पुरै हिँडिसकेको छु। कहाँ हो यो, कुन ठाउँमा कमेन्ट गर्नु होला। यस्तो बाटो छ। बाई।